हेलो नमस्ते हजुरहरूलाई मेरो यो भिडियोमा वेलकम छ। हाम्रो स्मल कटे चाहिँ त के लानुपर्छ भने चाउचाउ लानुपर्छ 2टा जति। यो चाहिँ आलु चटपटेको लागि। अहिलेसम्म पनि यत्रो घाम लागिरहेछ, यत्रो अहिले 4-5 बजिसक्यो, कत्रो घाम लागेको। भुजायो हाम्रो। यसमा चाहिँ म चाहिँ भुजा लाउन थालेँ। आज चाहिँ चटपटे खाने सबैजना भएर 2टा चाउचाउ चटपटको लागि सामग्रीहरू। यहाँ माथि चाहिँ हाम्रो यो भाइरल डाँडा छ अनि हामी चाहिँ यहाँ माथि कान्छी आन्टीकोमा चाहिँ बनाएर खानुपर्ने चटपटे। अनि यो चाहिँ हाम्रो ठाउँको भ्यूहरू तपाईहरुलाई देखाएको है मैले। अझै घाम लागेर रमाइलो भएको थियो। अब दसैँ पनि आयो नि त अनि घामहरू लाग्छ अनि गाछहरू फुल्छ, त्यो चाहिँ मजा लाग्छ। अनि यहाँ माथि चाहिँ भाइरल ठाउँ छ। यहाँ पनि यहाँ आलु प्याज खोर्सानी टमाटरहरू चाहिँ काट्नु थाल्यौँ हामी 2जना भएर। गफ गर्दा गर्दा यो चाहिँ हामीले काटिसक्यौँ, आधी चाहिँ काटिसक्यौँ अनि बनाउनु पनि थाल्यौँ। लगभग हाम्रो चटपटी चाहिँ बनिसक्यो। अनि त्यसपछि अब हाम्रो देमाहरू पनि आउनुभयो, मम्मीहरू पनि आउनुभयो अनि हामी चाहिँ अब खानातिर लाग्यौँ। अनि खाएको भिडियो चाहिँ नबना भन्नुभयो अनि मैले बनाएन। हजुरहरूले यहाँसम्म हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। सबैजनालाई बाई बाई। अनि आज चाहिँ यति नै भिडियो।